नमस्कार। अहिले नेपाल टेलिकमले डाटा सकिएपछि पनि पैसा नकाट्ने सिस्टम ल्याएको छ है। डाटा सकियो भने पहिला काट्थ्यो, त्यसको लागि स्टार 444 ह्याच गरेर डायल गर्नुहोस्। त्यसपछि तपाईले इनेबल डिसेबल पेजी भन्ने अप्सनमा 4 नम्बर अप्सनमा 4 लेखेर छानेर सेन्ड गर्नुहोस् है। त्यसपछि तपाईले यसलाई डिसेबल गर्नुपर्ने हुन्छ। 1 नम्बर अप्सन छानेर तपाईले चाहिँ यसलाई सेन्ड गर्नुपर्ने हुन्छ। त्यसपछि तपाईको अब डाटा सर्भिस डिसेबल भनेर भयो है त। यो गरिसकेपछि चाहिँ अब डाटा सकियो भने पैसा चाहिँ काट्दैन। फेरि एकचोटि भयो कि भएन भनेर चेक गर्नलाई फेरि स्टार 444 हालेर सुरु गर्नुहोस् है। त्यसपछि 4 नम्बर अप्सनमा यसको स्ट्याटस चेक गर्नुहोस् फेरि पनि है। अब स्ट्याटस चेक गर्नलाई 3 नम्बर अप्सन चेपेर सेन्ड गर्नुहोस्। त्यसपछि अब तपाईको स्ट्याटस के छ भन्ने हो, पेजी स्ट्याटस डिसेबल। अब चाहिँ तपाईको टेलिकमले डाटा सकियो भने तपाईको पैसा काट्दैन है। डाटा सकियो भने पैसा चाहिँ काट्दैन, डाटा चाहिँ चल्दैन। धन्यवाद।